कार्यमा सहभागी भएर हरेक पाइलामा सहयोग गर्नुहुने हाम्रो पूर्व सचिव पनि हुनुहुन्छ अनुप कुमार उपाध्यायज्यू। उज्यालो नेपाल वास्तवमा उहाँले ल्याउनु भएको। जुन बेला म विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर यो उज्यालो नेपाल अभियानमा लोड सेडिङ अन्त्य गर्न भनेर लागिरहेको थिएँ, उहाँ मन्त्रालयको सचिव विद्युत प्राधिकरणको चेयरम्यान हुनुहुन्थ्यो र उहाँले हरेक कुरामा भित्र बसेर यति धेरै डिसिजनहरू निर्णयहरू गर्नुभयो, सहयोग गर्नुभयो। त्यसबाट उज्यालो नेपाल लोड सेडिङ अन्त्यको लागि हामी सफल भयौँ। पढ्दा पछाडि धेरै मान्छेहरू छन्, देखिने म एउटा सिपाहीको रूपमा म देखिएको मात्रै हो र पढ्दा पछाडिका जो व्यक्ति आज उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेर आउँदा मलाई अत्यन्तै खुसी लागेको छ। उहाँलाई मेरो लागि गर्वको विषय। उहाँले उज्यालो नेपाल पार्टी नै राखेर अध्यक्ष बनेर आउनुभएको छ। यहाँलाई फेरि पनि बधाई छ। सम्पूर्ण उज्यालो नेपाल पार्टीका साथीहरू, केन्द्रीय सदस्यहरू र सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरू जसले उज्यालो नेपाल पार्टीलाई सहकार्य गर्न सद्भाव राखेर आज आउनुभएको छ, उहाँहरू सबैलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो लागि यो उज्यालो नेपाल अभियान भनेर हामीले वर्षौंदेखि विगत 8 वर्षदेखि चलाइरहेको अभियान हो उज्यालो नेपाल अभियान। उहाँहरूले पार्टीमा कन्भर्ट गर्नुभयो, परिणत गर्नुभयो, त्यसको लागि म अति नै आभारी व्यक्त गर्न चाहन्छु। देश विदेशमा गल्फ कन्ट्रीदेखि लिएर अमेरिका, युरोपदेखि लिएर धेरै ठाउँमा उज्यालो अभियान भनेर हामी लागिरह्यौँ। उज्यालो नेपाल अभियान भनेर अभियानको नाम दिएर करिब 2 महिना विदेशतिर लागे। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने मौका पाएँ। यति ठुलो नेपाली दाजुभाइहरूको सद्भाव, माया, प्रेम देखियो। म त वास्तवमा विदेशमा 8 वर्षसम्म घुम्न पनि पाएको थिएँ। विगतको सरकारले जुन बेला मलाई निकाल्यो, त्यसपछि मलाई एकदमै ठुलो अवसर प्राप्त भयो। विदेशमा घुम्ने, सबैसँग भेटघाट गर्ने अवसर प्राप्त भयो। त्यसपछि मैले बुझेँ नेपाल बाहिर रहेछ, नेपाल विदेशमा रहेछ, नेपालीहरू विदेशमा रहेछ। कति माया गर्दो रहेछ नेपालीहरूले, विदेशमा रहेका नेपालीहरूले नेपालमा कति माया गर्दो रहेछ भन्ने मैले त्यसपछि बुझेँ। यो उज्यालो नेपाल अभियानमा उहाँले ठुलो साथ सहयोग दिनुभएको वास्तवमा एउटा व्यक्तिको लागि होइन, एउटा व्यक्ति अगाडि बढेर होइन, देश उज्यालो हुनुपर्छ भन्ने सबैको चाहनाले त्यो साथ सहयोग प्राप्त भएको मलाई लाग्छ। अब जुन बेला देशमा क्राइसिस आयो, जुन बेला संस्थाभित्र क्राइसिस आउँछ, मेरो उपस्थिति हुँदो रहेछ। विद्युत प्राधिकरणमा लोड सेडिङले के थियो, क्राइसिस थियो, ठ्याक्कै त्यहाँ मेरो उपस्थिति भयो। मलाई त्यहाँ विद्युत प्राधिकरण कार्यकारी निर्देशक बनाउनु भयो। उहाँहरूलाई, तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूलाई मैले धन्यवाद दिइरहेको छु। त्योभन्दा अगाडि सिलेमे हाइड्रो पावर कम्पनीमा ठुलो क्राइसिस थियो। म गएँ, मैले त्यहाँको क्राइसिसलाई समाधान गरेर एउटा रसुवाली जनता, नेपाली जनतालाई
हाइड्रो पावरको सेयर दिनुपर्छ, रसवाली जनता स्थानीय जनतालाई विकास निर्माणमा संलग्न गर्नुपर्छ। इन्क्लुसिभ ग्रोथ भनेको त्यही हो, नमुना त्यही हो भनेर त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरे। त्यहाँबाट पनि मलाई निकालियो। निकालेपछि 1 महिनाको आन्दोलन भयो। त्यहाँ आन्दोलन निकाल्न साथ मलाई विद्युत प्राधिकरणमा 1.5 वर्षपछि कार्यकारी भूमिकामा आए। त्यहाँ लोड सेडिङ अन्त्य गर्ने मौका पाएँ। तपाईँले सुनिरहनु भएको छ, करिब 7-8 महिना सरकार र कुलमान घिसिङको ठुलो झगडा सुनिराख्नु भएको थियो होला। 4 महिना बाँकी हुँदाखेरि म बाहिरिनु पर्यो, मलाई निकालियो। मैले त्यही बेला उहाँहरूलाई सरकारलाई धन्यवाद दिएको थिएँ। त्यसबाट मलाई मन्त्रीको रूपमा स्थापित भयो। यो पनि मलाई अपर्च्युनिटी नै हो। अब यहाँबाट हिँडेपछि कता जाने होला भन्ने तपाईँहरूले अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ। वास्तवमा मैले आफ्नो अनुभव, जुन मैले 30 वर्षको अनुभव देखेको छु र हेरेको छु, राजनीतिक परिवर्तनहरू पनि धेरै भोगेको छु। 40 सालपछि त हामीले हेरेका छौँ, 7 साल हामीले सुनेका हौँ। 7 सालपछि 17 साल, 46 साल, 62-63 का सबै परिवर्तनहरू हामीले हेऱ्यौँ। करिब 75 वर्षको लामो राजनीतिक परिवर्तनबाट नेपाल गुज्रियो। राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू एकदमै सफल मानिनुहुन्छ। हरेक परिवर्तनमा उहाँहरूको सफलता देखिन्छ। 7 सालपछि जुन राजनीतिक परिवर्तन नेपालमा आयो, त्यही 7 सालको आसपासमा 1950s को आसपासमा इन्डिया र चाइनामा पनि ठुलो राजनीतिक परिवर्तन भयो। 2 ध्रुवतिर 2 किसिमको राजनीतिक परिवर्तन, सिस्टम, फरक सिस्टममा राजनीतिक परिवर्तन आयो। आज 75 वर्षमा 2 तिरको देशहरूले, दक्षिण र उत्तरतिरका देशहरूले करिब आफ्नो जिडिपीको 300 गुणा, 350 गुणा वृद्धि गरेको रहेछ चाइनाले। इन्डियाले करिब 150 गुणा वृद्धि गरेको रहेछ। नेपालको जिडिपी 75 वर्षमा 75 गुणा मात्रै वृद्धि भएको रहेछ। यो अवस्था किन आयो? राजनीतिक परिवर्तन गर्न एकदमै सफल व्यक्तित्वहरू, नेताहरू आर्थिक परिवर्तन गर्न त्यति सफल देखिएन। आर्थिक क्रान्ति गर्न, आर्थिक रूपान्तरण गर्न सफलता प्राप्त भएन। त्यसले गर्दाखेरि हरेक 10-15 वर्षमा नयाँ नयाँ सिस्टम खोज्न थाले जनताले। वास्तवमा राजनीतिक परिवर्तनले मात्रै देश बन्दो रहेछ, सिस्टम र आइडियोलोजीले मात्रै देश बन्दो रहेछ। लिडरसिप एकदम जरुरी छ। लिडरसिप एकदमै महत्त्वपूर्ण विषय छ। यदि लिडरसिप राम्रो भयो भने हरेक चिज बन्छ। एभ्रिथिङ राइजेस एन्ड फल्स अन लिडरसिप भन्छ। लिडरसिपै महत्त्वपूर्ण रहेछ। त्यो लिडरसिपले यदि देश बनाउने आँट गर्यो भने देश बन्दो रहेछ। अस्ति म धेरै ठाउँमा घुम्ने मौका पाएँ। लक्जमबर्गमा गएको थिएँ, मैले त्यो उदाहरण दिने गरेको छु। त्यहाँको प्रधानमन्त्री 2 पटक मात्रै प्रधानमन्त्री हुन पाउने संविधान रहेछ। 8 वर्ष प्रधानमन्त्री चलाए। यति राम्रो काम गर्नुभयो। लक्जमबर्गमा ठुलो परिवर्तन, आर्थिक क्रान्ति गर्नुभयो। जनताले त्यो संविधानै फेरेर तपाईँ नै बस्नुपर्छ भनेर अनलिमिटेड जति बस्न मन लाग्छ त्यति बस्नु भनेर जनताले नै संविधान फेरेर उहाँलाई राख्नुभयो। 20 वर्षसम्म उहाँको सो इच्छाले छोडेर जानुभयो।
र आज लक्जमबर्गको पर क्यापिटा इन्कम संसारकै सबभन्दा बढी करिब $57,000 है, करिब $60,000 लक्जमबर्गको पर क्यापिटा इन्कम छ। एउटा नेताले गर्न चाहँदाखेरि, एउटा व्यक्तिले गर्न चाहँदाखेरि हुँदो रहेछ। आज हामीले जुन तपाईले यहाँ देखिराख्नु भएको छ, सुशासन, समृद्धि, सामाजिक न्याय, सुशासन भएन भने देश बन्दैन। किन हरेक राजनीतिक परिवर्तन पछिका नेताहरू सफल भएनन्? हरेक राजनीतिक परिवर्तन पछिका सरकारहरू किन सफल भए? राजनीतिक परिवर्तनमा उहाँहरू एकदमै अब्बल देखिनुभयो, तर त्यही व्यक्तिले डेभलपमेन्ट एजेन्डा लिएर सफल हुन्छ भन्ने रहन्छ भन्ने प्रमाणित भएको छ। सही व्यक्तिहरूको छनौट भएन। सही व्यक्तिलाई यदि मन्त्रालयहरूको जिम्मा दिएको भए, सही व्यक्तिहरूलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए त्यो अवस्था हुँदैन थियो। प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनुपर्छ। मैले भन्ने गरेको छु, राइट म्यान इन राइट प्लेस इन राइट टाइम। सही व्यक्ति सही समयमा सही ठाउँमा हुनुपर्छ। त्यसपछि देश परिवर्तन हुन्छ, त्यसपछि ठुलो परिवर्तन सम्भव हुन्छ।